Hello guys, welcome back to my YouTube channel. फेरि स्वागत छ है तपाईँहरूलाई। अनि म चाहिँ धेरै महिना भएको भ्लग नगरेको किनभने अब कामले गर्दाखेरि यताउता बिजी भएको निकै बिजी भएको त्यही भएर चाहिँ अन्त आई होप तपाईँहरू सबै ठिकै हुनुहुन्छ होला है। म पनि एकदम ठिकै छु। अन्त अब फेरि आजदेखि म स्टार्ट गरेको छु भ्लग गर्नु। अन्त तपाईँहरूले धेरै माया दिनुहोस् होला है। अनि जुन पनि सब्सक्राइबहरू गरिदिनु भएको छैन च्यानल सब्सक्राइब गरिदिनु। अन्त आजभोलि यस्तो उयो भइरहेको छ गरम कति गरम भइरहेको छ हो। कस्तो आजको चाहिँ कस्तो भइरहेको छ ओप्पो घाम लागेर टन्टनको घाम लागिरहेको छ यहाँनिर चाहिँ। अनि यहाँ चाहिँ मेरो खाना पाक्दैछ है। हामी चाहिँ अहिले यहाँनिर सिलगढीमा बसिरहेको छु रेन्ट लिएर है। यसो कामले गर्दाखेरि पनि कामको धेरै उयो भएर चाहिँ त्यतिकै हामी सिलगढीमा बसिरहेको छु। अनि हेर्दै गर्नुहोस् होला गाइस। सो गाइस म चाहिँ एकछिन दोकान गएको अन्डा लिनुको लागि हो। यहाँ हेर्नु न, यहाँ हेर्नुहोस् वेदरहरू यस्तो भइरहेको छ। हामी चाहिँ जग्गामा बस्छौँ। यस्तो गरम छ। यहाँ चाहिँ यस्तो छ जग्गाहरू। यस्तो क्लियर भइरहेको छ। श्रीमान कहाँ गएको रे? कहाँ गएको? कहाँ गएको भनेको? लानुहोस् त। यो चाहिँ उयो बनाउनु भएको हो? कति हो? 10 रुपियाँ होस् त। यहाँ छ त। लिजहरू केही छ? आन्टी लिजहरू केही छ? होस् भन्नुभयो। एउटा 5 चाहिँ दिनुहोस् न। हजुर 5को हजुर हुन्छ दिनुहोस् न। गरम भएको म चाहिँ अन्डा पनि ल्याइसकेँ दोकानबाट। आम्बो मन्दिर बनाउँदैछ। यो गाइस हेर्दै गर्नुहोस् बेलुका चाहिँ फेरि यता जानुपर्छ मार्केट हो। मार्केट भन्दा पनि यही बजार। भोलि खासमा त आजै हो, आज र भोलि रहेछ रक्षाबन्धन हो। अन्त त्यो रक्षाबन्धनको लागि खेल्नु जानुपर्छ। सामानहरू एक दुईवटा छ हो। त्यहाँदेखि पछि चाहिँ रक्षाबन्धन। हेर्दै गर्नुहोस् गाइस म चाहिँ खाना खानु आँटेको अब यहाँनिर हो। मेरो हस्बेन्डले चाहिँ खाइ पनि सक्यो खाना। सो गाइस म चाहिँ निस्केको अब। आयो
बेगा जाउँ भनेर भनेको थियो लेट्स सी हेरौँ है के हुन्छ दिदीले जाउँ भनेर जान्छु होइन चाहिँ अब यहीँ जानु पर्यो मार्केट छ त्यहाँनिर अलिअलि सामानहरू किनेर आउनुपर्छ हो मैले चाहिँ के अरे फेसबुकमा त्यो बटरफ्लाई हेयर कट गरेको देखेको थिएँ कि अन्त मैले चाहिँ हेयर कट गरेको यस्तो भन्छ के भन्छ बल्ल शीतल भएछ हौ दिन पनि यस्तो गरममा सो हेर्दा गरौँ है म दिदीकोमा जाँदैछु दिदीकोमा गएर सिधै भिडियो गर्छु ल अब चाहिँ हामी गएको कहाँ गएको राखे किन्नु है यहाँनिर दिदी छ कहाँबाट जानु यहाँ अगाडि पाउँछ अरे त केसको त्यस्तो पनि छ छैन यहाँ पाउँदैन कपाल चाहिँ के भएको यस्तो घोडा जस्तै कपाल चाहिँ के भएर उडे घोडा जस्तो भयो त मेरो कपाल त यहाँ हाल्नु सेरम लगाउनु हुँदैन मेरो कपाल सेरम लगाएर कस्तो ड्राई रातो ड्राई पो हुन्छ त डरलाग्दो ड्राई हुन्छ त्यो उसको के को अँधेरो भाउ गएको अरे खासमा त कसमस गएको नि म मुड खराब भएछ नि त दिदीको कि त्यही भएर जानु पाएन आज भोलि होइन दिदी भोलि हो होइन भोलि म आउनु कि तपाईँहरू आउनुहुन्छ अहिले आज 30 तारिक अब यहाँतिर पनि दोकान रहेछ ए यहाँ चाहिँ यस्तो उज्यालोमा देख्छ हो अरे हातै गऱ्यो छ्या राखे अब किन्नु गएको राखे किनेर चाहिँ त्यहाँदेखि यहाँ फर्किन्छु फर्केर चाहिँ हो त्यहाँदेखि के गर्नु त्यहाँदेखि बेलुका खाना बनाउनु पर्छ ढिलो आज गरम भयो तिनबाट नहेर म त्यही भएर बेसी उयो भयो होइन होइन कपाल त नुहाउँदिनँ नि कपाल त 3 दिन हो 2 दिनमा मात्रै नुहाउँछु जिउ चाहिँ जिउ 3पल्ट नुहाएको आज म लु गाइस हामीले चाहिँ राखी किनेर पनि आएँ हो यहाँको दोकानहरू त्यस्तो छ हरेस लाग्दो यहाँ त फेरि मान्छेहरू छोड पनि नभनी हिँड्छ नि मैलाहरू उस्टाउँदै हिलो फेरि के बिना अब 20 बजे यहाँ न हिलो फेरि बाटो त्यस्तो दामी छ हो स्विमिङ खेल्दा पनि हुन्छ पोखरी बनाएको कतिजनाले त आजै लाइदिएछ त है राखे मद्रासी हर्को रे
त्यो होइन अँ देखि चाहिँ भर्खरको खाएको अँ सबै भर्खरको कस्तो खाइसक्यो ए कहाँ पाउँथ्यो तिम्रो देखाइ मेडिकल भन्दै थियो त त्यही त हेर्दैछु म उयाउ देखाइदियो पानीपुरी उयाउ होस् देखाउँदिनँ खाँदिनँ ओ मेडिकल सपमा एकदम खाएको भगवान् हत्तु भए बोलाउनु न हेलो गाइस सो आजको भिडियो चाहिँ यहीँसम्म हो आई होप तपाईँहरूलाई मन पऱ्यो भने लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् कोही नयाँ छ भने सब्सक्राइब गरिदिनुहोस् मेरो च्यानल हो सो सी यू इन द नेक्स्ट भिडियो बाई